प्रथम सबैलाई नमस्कार, मेरो भूतालाई पनि नमस्कार। 2069 सालदेखि हामी चाहिँ यो मायादेवी साझेदारीको स्थापना कालदेखि लागेका छौँ। बिस्तारै बिस्तारै हाम्रो यता पटना क्षेत्रमा धेरै अतिक्रमणको थियो। त्यो बिस्तारै बिस्तारै हामी अतिक्रमण हटाउँदै व्यवस्थापन गर्दै तारबार गर्दै वृक्षारोपण गर्दै यहाँसम्म पुर्याएका हौँ। यो आज जुन यो भू टावरमा हामी बसेका छौँ, यो भू टावरले धेरै सुविधाजनक गरिदिएछ। हाम्रो हेरालु यहाँ बस्ने, आउँतो जाउँतो यहाँ बस्ने, रमाइलो गर्ने, यहीँबाट पुरै जङ्गल हेर्ने धेरै सुविधा भएको छ। योले चाहिँ हाम्रो भू टावरले धेरै जसो अब यो हम बाटो बनाएका छौँ जङ्गलको किनारे किनारे चारैतिर। यो बाटो हाम्रो चाहिँ एउटा पोखरी हामी निर्माण गरेछौँ, ठुलै पोखरी छ। त्यो पोखरीको थोरै पूर्वपट्टि चाहिँ बौद्धकालीन इनार भेटाएको छ। त्यही इनारको चाहिँ हामी चाहिँ सरसफाइ यताउता गरिसकेका छौँ। त्यही हामी एउटा धर्मशाला बनाइदिने चाहिँ व्यवस्था गर्दैछौँ। प्रत्येक विभागलाई चाहिँ चासो लिने कुरा हो, उसले पनि हेर्नुपर्छ, यहाँको सहयोग गर्नुपर्छ। लुम्बिनी र तोरीको बिचमा परेको छ। यो हामीलाई लाग्छ जस्तै कि यो राजा पानी भन्थे, वास्तविक राजा पानी त्यही नै मझौवाको निरा चाहिँ हाम्रो पोखरी निरा छ, यो इनार भेटेको छ, त्यही नै हो। अनि यो भ्यू टावर बनाउनमा सहयोग गर्नेलाई के भन्नुहुन्छ? बहुत हाम्रो जो निर्माण समितिले बनाएछ, यो हाम्रो चाहिँ यो सडक विभागले चाहिँ जुन दिए त्यो पैसा बनाउनलाई, यो वृक्षारोपण गर्नलाई, सबै व्यवस्थापन गर्नलाई उसको बहुत बहुत धेरै धेरै धन्यवाद, बहुत बहुत शुभकामना छ। अनि यस्तो किसिमको व्यवस्थापन अरू साझेदारी वनहरूमा भएको छ कि छैन, के छ? अब मेरो बुझाइमा त कहीँ भएको छैन, तर मायादेवी साझेदारीमा भएको छ। यो एकदम सराहनीय कुरा हो, बहुत राम्रो कुरा भएको छ, बहुत राम्रो काम भएको छ। अनि यसलाई जोडेर तपाईँको धारणा के छ? ठिकै छ। यो टावर बनाउँदाखेरि अनि टाढासम्म हेर्न सकिन्छ। अनि बढीमा त साथीहरू भनिसके, अब केमा भनौँ। यसलाई प्रचार प्रसार गरेर आफ्नो गाउँठाउँको मान्छेलाई, उपभोक्तालाई, जनतालाई यो ठाउँमा ल्याएर यो अनुगमन गराएर अथवा यसको रौनक चाहिँ बढाउनलाई तपाईँको भूमिका के हुनेछ? ठिकै छ। अब उताको मान्छेलाई लाएर हेराएर सबै हेरिन्छ। हेर्दाखेरि तिनीहरू पनि भन्छन् कि राम्रो काम, सराहनीय काम तपाईँहरू गर्नुभएछ। आज होल टिमलाई तपाईँले के भन्न चाहनुहुन्छ? एकदम सराहनीय काम होल टाइमको टिमले गर्नुभएछ।